उतापट्टि खोचमा त्यहाँ घरै देखिँदैन यो चाहिँ सम्दु गाउँ हो यो पुरै सम्दु। माथिसम्मै माथिसम्म यहाँदेखि तलैसम्म त्यो बेसी चाहिँ हाम्रो गाउँ हो तर उतापट्टि पर्छ घर चाहिँ ए घर अझै उतापट्टि उता कुनामा पल्लोपट्टि अहिले हामी जानुपर्ने पल्लोपट्टि अँ तपाईँ कति घन्टा भयो हामी त्यहाँ बिहान हिँडेको म 7 सम्म पढेको 7-8 स्कुल घन्टा त्यो भएन हो अनि म यो जङ्गलमा हिँडेको 11-12 वर्षको उमेरमा त्यो तेर्सम्म पढ्दा यो बाटो हिँड्थेँ यहाँ जङ्गल यो यो जङ्गलको बाटो हिँड्नु यो आएँ ठ्याक्कै यहाँ बाघ भालु निस्किन्थ्यो केही निस्किन्छ भनेर हुँ गर्थ्यो डरले कुद्थेँ म स्कुल पुग्नु बुवा घरदेखि कति टाइम लाग्थ्यो तपाईँलाई खाली खुट्टा 4 घन्टा 4 घन्टा पुग्नु थियो उता सग्राती चाहिँ तेर्सुम त त्यो भनेको होला है त्यो होइन अरे उता मुनि ग्राउन्ड तेर्थुम पुग्नु त कति एक दिन भयो एक दिन कस्तो राम्रो म देखेको छ 1 देखि 7 सम्म पढेको स्कुल त्यही हो कुन उयो सानो ऊ पर तर त्यति बेला त्यो घर बनिएको थिएन अहिले ठुलो घर बनाएको छ स्कुलको तल त्यो ग्राउन्डमै हो अब ओह्रालो जानुपर्ने ठुलो हामी गाडीमै हुनुहुन्छ त्यहाँबाट त्यो स्कुलमा निस्किन्छ अरे अनि स्कुलबाट एउटा उता बाटो जान्छ आउँछ अय्या ऊ त्यो खेत भएको अरू भन्दा पनि यस्तो